भ्रिकुटी मण्डप उपलब्ध नगराएर आज बल्फुमा कार्यक्रम गर्न बाध्य बनाएको छ। तर यो कुरालाई नेपाली जनताले मनसँग मन जोड्दै खुसी र उत्साह बाँड्दै राजासहितको प्रजातन्त्र अनि वैदिक सनातन हिन्दू अधिराज्य स्थापना गर्ने उद्देश्य सहित भेला हुनुभएका सम्पूर्ण राष्ट्रवादी देशभक्तवादी वैदिक सनातनवादीहरूमा हार्दिक स्वागत तथा जय राष्ट्र जय राष्ट्र। यो नारा आकाशमा गुन्जायमान हुनुपर्छ, किनभने आउँदो दिन यो मुलुकलाई नेतृत्व गर्ने नारा यही नै हुनुपर्दछ। जय राष्ट्र जय राष्ट्र। अब म कार्यक्रमलाई ढिलो नगरिकन कार्यक्रमलाई सुरु गर्न गइराखेको छु र आजको पहिलो वक्ताको रूपमा म पार्टीका केन्द्रीय सदस्य कुन्ती पोखरेलज्यूलाई आफ्नो मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु।